हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड आई होप सबैजना सन्चै हुनुहुन्छ होला। आज चाहिँ म छु यहाँ होइन मामा घरतिर छु होइन। अनि आज चाहिँ म किन आएँ भनेदेखि आज चाहिँ जस्ट मेमोरी लिन। अनि यो चाहिँ मामा घर हो होइन, हल्का यो सानो मामाको घर हो। अनि यहाँ चाहिँ फलिरहेछ खतरा खतरा एग्रिकल्चर फार्मिङ गरेर बोडी के सुपारीहरू छ। एन्ड गाइज आज चाहिँ म तपाईँहरूलाई रवि दाईहरूसँग भेटाउँछु अनि सबैसँग भेटाउँछु। अनि यसो रियाक्सन पनि हेर्छु ल गाई बस्तुहरूको। अनि सुरुमा चाहिँ म गर्न आँट्दैछु के अरे गाईको आवाज निकाल्न आँट्दैछु र गाईले मलाई हेरिरहेछ। गाईले रियाक्सन कस्तो दिन्छ, गाईको रियाक्सन हेरौँ है त। उहाँ छ गाई होइन, अनि गाईको रियाक्सन हेरौँ है त। ल गाईले त केही पनि रियाक्सन दिएन कि यसले मलाई इग्नोर हानेको। आई डोन्ट नो इग्नोर हानेको हो कि होइन। गाई चाहिँ यहाँ 3वटा छ अनि यसले चाहिँ हल्का केही दिएको छैन। यसले हेर्छ कि हेर्दैन। ल गाई चाहिँ बाल्दै दियो अब यो कुकुरको बाली ल। यसको नाम चाहिँ रकी हो। रकी 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 ऊ ऊ रकी ऊ पढ। र गाई रकीले पनि बालिदिएन। अनि यहाँ अब यो बाख्राहरूको पालि ल। बाख्राहरूले मलाई ओभर माया गर्छ होइन। बाख्राले चाहिँ ओभर माया गर्छ। यहाँ हेर्नु ल, एउटालाई छुन गयो भने अर्को पनि आउँछ। यहाँ हेर्नु, यसको नाम चाहिँ हो रवि दाई। अनि यसको नाम बालेन, यसको नाम हर्के। यसको नाम हो हर्के। हर्के फेरि आइहाल्छ हेर्नु है। हर्के भन्ने बित्तिकै आउँछ हर्के। यतै छ हर्के। यहाँ हेर्नु, यो हर्के हो होइन। यसको नाम चाहिँ हर्के हो। यो हर्के भन्ने बित्तिकै आउँछ हेर्नु है। हर्के हेर्नुभयो, हर्के भन्ने बित्तिकै आउँछ। यहाँ हेर्नु, हर्के भन्ने बित्तिकै आउँछ। एन्ड गाइज यो चाहिँ लास्ट हल्का भन्दा नि हर्के जस्तै छ क्या। प्रधानमन्त्री पोजिसन चाहिन्छ भन्दा नि सेम यो त्यस्तै छ हर्कु। अनि यहाँ चाहिँ छ बालेन यहाँ छ बालेन म यहाँ छ। अनि यहाँ रवि दाई हुनुहुन्छ। रवि दाई यहाँ आउनु। यहाँ रवि दाईको यहाँ चुनाव चिन्ह घन्टी बोकेर बसिरहेछ यो। एन्ड गाइज अर्को कुरा, हजुरहरू कस्तो हुनुहुन्छ, सन्चै हुनुहुन्छ। एन्ड गाइज मेरो भिडियो चाहिँ अहिले आउँदैन। लाइक मेरो भिडियो आउन त आउँथ्यो होला तर भ्यू चाहिँ जाँदैन। अनि अस्ति चाहिँ झन्डै यसले मलाई टोकिदिएको थियो। टोकेको भए के हुन्थ्यो नि धेरै कुरा हुन्थ्यो। त्यही हो, तपाईँहरू सन्चै हुनुहुन्छ होला भन्ने आशा छ। एन्ड सी यु गाइज इन नेक्स्ट डे एन्ड नेक्स्ट भिडियो। आई होप अब चाहिँ ब्लग आउँछ जस्तो लाग्यो होइन। अनि ब्लग आएपछि हल्का चहल पहल इलामको अहिले चाहिँ 12को छुट्टी छ मेरो, त्यही हो। अनि यिनीहरू चाहिँ मेरो सब्सक्राइबर हो कि होइन सोधौँ ल। ओइ सब्सक्राइबर हो मेरो। गाई छ यहाँ 3वटा गाई छ। अनि 3वटा गाईमध्ये उयो चाहिँ मलाई लास्ट मनपर्छ होइन। यो लास्टको कज यसले मलाई भाउ दिन्छ। अनि त्यही हो। अनि यहाँ चाहिँ छ यस्तो कुटी काट्ने ठाउँ। एन्ड कोही एग्रिकल्चर गर्न चाहनुहुन्छ भने यहाँ आएर सिक्न सक्नुहुन्छ हजुरहरूले। यहाँ छ बारी अनि यता पनि छ बारी। गाइस तपाईँहरूलाई यो काँचो बोडी कस्तो लाग्छ? मलाई ओभर मिठो लाग्यो, मिठै लाग्छ। ल हेर्नुभयो, त्यसले मलाई भाउ दिन्छ भनेको थिएँ नि। ल अहिले त्यहाँ पुऱ्याइदियो, अब खान्छ कि खाँदैन, खाँदैछ। अनि यो चाहिँ ओभर रिसाउँछ। सो गाइस त्यति नै हो आजको लागि, यति नै। फेरि भेटौँला नेक्स्ट डे नेक्स्ट ब्लग। सी यु गाइस।